हाम्रो चाहिँ गर्मी बिदा सुरु भयो पारी गाउँसम्म खसी लिन केटाहरू छाता बोकेर ब्याग बोकेर तयार भएर हिँडेको छ खसी किन्ने टोली ग्याङ चाहिँ बोका हो तर किन्न चाहिँ खसी गएको हामीहरू खोरमा बसेर एउटा खसी तानेर ल्याइहाल्ने हो गर्मी बिदामा उताबाट खसी किन्न भनेर यो गाउँतिर यो यस्तो छ गाउँ उता बसेर खसीहरूलाई स्याहार्दै हुनुहुन्छ भोटेको टोक्नै आउँछ क्या है खसीहरू त भागो त यार कुन चाहिँ लाने हो त यार व्हाइट वाला लानुपर्छ यार होइन चाहिँ मिठो छ यो भने त्यसलाई चाहिँ समात्न पाएको भए राम्रो हुन्थ्यो ब्ल्याक वाला मौका पारेर यसलाई चाहिँ ताङ्गे बोका है ल यसलाई चाहिँ यहाँ चढाउने काम भइहाल्यो ल है भागेको त सोल्टी यार ल उचाल्नु माथि समात्नु सुमन त्यति बलियो भएर नि ल बाँध्नु अब ओके ल बाँधेर राख यार ल खसी खाने सल्लाह भयो है हामी चाहिँ आज खसी लिन आएको छौँ साथीहरू यहाँ गाउँमा हामी चाहिँ अब यहाँ खसी फार्ममा आएर अनि खसी चुज गरेर खसी छानेर चाहिँ यहाँ यो गाडीमाथि लोड गरेर हामी चाहिँ फेरि रुमतर्फ चाहिँ हामी फर्किन लागेको है साथीहरू हाम्रो खसी त्यहाँ छ है हाम्रो खसी चाहिँ सेतो कलरको छ थाहा छ मार्यो सुड्डले बोका भन क्या लरीबरी लरीबरी नेपालमा ट्र्याक्टर चढे जस्तो ल फाइनली यहाँसम्म ल्यायो कम्पनीमा अब लुकाएर लानु पर्नेछ एकछिन त्यसलाई छोपेर लुकाएर ल स्टार्ट मायाका डोरीहरू यहाँ पनि मस्त यसमा सबैजनाले पठाइदिन्छु